hysterectomy myomectomy गर्न निकाल्यो होला either that situation or अर्को सिचुएसन भनेको myomectomy गर्दा गर्दै यति धेरै ब्लिडिङ भएर लास्टमा कन्भर्ट टु hysterectomy पनि हुन सक्छ है so what is the final diagnosis multiple fibroid uterus को ले हेर्यो भने नि ओभरी पछाडी छ नि हैन ओभरी पछाडी छ अनि यो fallopian tube भयो अगाडि भनेको राउन्ड लिगमेन्ट भयो that is why this is right side है बुझ्यो है अब पछाडी पनि ओभरी छ हैन हेर यहाँ सेरोजन अनि सस्मिकोजल के युनिटरी युनिफर्म ओटी भएको बेलामा जहिले पनि स्पेसिफिक आउट के डाइडियोसँग हेर्न जाने एन्टिरियर पोस्टिरियर कसरी छुटाउने आफैले हेर्ने है त अनि के रहेछ यो यो पार्टमा हेर्न गाह्रो भयो अनि अघि सोधेको जस्तै क्वेसन अब सिरस म्युसिनस भनेर चाहिँ डिस्क्रिप्सन नगर हैन यदि which kind of ovariensis do you think this is भन्यो भने मात्रै भन्ने नत्र भयो ल अब डिस्क्राइब गर